मान्छे म भयङ्कर। नमस्ते, मेरो नाम चाहिँ योगेन उर्फ योगु। र आजको कार्यक्रममा हाम्रो द्वारा के पर्फर्मेन्समा हाम्रो जजेस हुनुहुन्छ चन्द्र बिन्दु उर्फ जादु। मेरो नाम चन्द्र, म चाहिँ आजको जज। आजको पर्फर्मेन्स हेर्नुको लागि धेरै जिज्ञासा थियो र आज हाँस्न पाउँछ। र अर्को हाम्रो जज आउँदै हुनुहुन्छ बिन्दु। I hope सबैजनाले राम्रोसँग मनाउनु सक्नुहुन्छ। तपाईँहरूलाई पनि हुन्छ। थ्याङ्क यू। र आज यो हाहीको खेलमा हाम्रो पहिलो प्रतिस्पर्धी आउँदै हुनुहुन्छ तोप 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 चपेन्द्र। नमस्कार, मेरो नाम चाहिँ चोपेन्द्र। म चाहिँ आज के को बारे कुरा गर्न आउनु भन्दाखेरि रक्सी साथीभाइ। रक्सी साथीभाइ। तपाईँलाई रक्सी र साथीले धेरै धोका दिए के हो? रक्सी र साथी रक्सीले चाहिँ एकदमै साथ दिएछ मलाई। साथीभाइ चाहिँ त्यस्तै हो हेर्नुहोस्। के गरेर साथीभाइ धोका चाहिँ दिएको छैन, एकदमै खतरा छ मेरो साथी। रक्सी र साथीभाइ भएपछि रक्सी र साथीभाइ। अस्ति घरमा म नेवारको छोरा रक्सी बस्दैदेखि खानु पर्यो। अस्ति घरमा ट्याङ्की 200 लिटरको ट्याङ्की दुईटा औसीमा देखेँ। लन्छु भनेर पानी बाल्टिनमा लिन गएको, यसो जग हालेको रक्सी भेटेँ। नेवारको छोरा गाह्रो, पानीभन्दा रक्सी बेसी। साथी र अर्को एङ्गल साहबलाई छेपाटी लाग्यो। राम्रोभएछ त। अब नेक्स्ट पर्फर्मेन्सको लागि बोलाउन चाहन्छु हाम्रो राजाजीलाई। नाम राजाजी हो तर आजसम्म कसैको राजा बन्नु भएको। नाम मेरो राजाजी। तर आजसम्म रानीकै खोजीमा छु। आजसम्म रानी भेटाउँछ तर अहिलेसम्म भेटिए छैन। एउटा रानी भेटाएको थियो, त्यसलाई पनि विशाल देवराले फेरायो। विशाल दाइ मैले एउटा गीत पनि लेखेको छु। भोला भाला तपाईँको नाम बिन्दुजी। उहाँ फ्री हुनुहुन्छ, उहाँलाई लग्दा हुन्छ। त्यसकै म इन्ट्रेस्टेड छैन त। राजाजी धेरै भयो। सो उहाँ हुनुहुन्थ्यो राजाजी। पक्नुहोस् न, मलाई बोल्न दिनु। उहाँ सधैँ हार्ने बाजी। कस्तो खालको हो तपाईँ राजाजी?